हेलो अनि नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी सम्रक्षा अनि आज चाहिँ हामी फेरि घुम्न जान लागेका छौँ हैन कहाँ भन्दा फेरि कोन्जुसम वहाँनेर त्यहाँ चाहिँ तीनटा बुद्ध भगवानको मूर्ति छ अनि त्यहाँ कस्तो राम्रो भ्यू देखिन्छ हैन अनि हामी चाहिँ त्यही जान लाग्यो आज अनि हामी चाहिँ रेडी पनि भइसकेका छौँ अनि अब चाहिँ निस्किन लागेको गाइस अब म चाहिँ त्यहाँ कारमा गएर कि एकैचोटिमा पुगेर बीच बाटोमा सबै देखाउँछु आनन्दले हेर्नु होला रमाइलो गर्नु होला भन्न चाहन्छु हल्का यहाँ लाइट के रे त्यो डन्डीको कारणले यहाँ लाइटलाई ठ्याक्क फेरि फेसमा उ भइरहेछ यसलाई इग्नोर गरेर अनि अब हामी जाम है त सो अनि यहाँ गाडीभित्र चाहिँ मम्मीहरू चाहिँ गइसक्नु भएको छ हैन उहाँ हुनुहुन्छ हाम्रो मम्मी छोरी अनि त्यहाँ अर्की छोरी हेलो हेलो हाई नमस्कार लाइक सब्सक्राइब गरिदिनु भने लाइक सब्सक्राइब गरिदिनु होला कमेन्ट पनि हेलो हामी कता जान लागेको कहाँ घुम्न जान लाग्यो हो होइन होला म चाहिँ गाडी चलाउन लागेको यहाँ जस्ट रमाइलो होइन अनि हामी चाहिँ वहाँ जान्छौँ घुम्न जान्छौँ अनि घुम्न गएको ठाउँमा हामी चाहिँ खाजा पनि जान्छौँ त्यहाँ मन्दिर पनि हुनुहुन्छ अरे अनि पहिला सुरुमा पूजा गरेर आज चाहिँ हाम्रो आदि व्रत छ होइन आदि दिनको लागि आज हाम्रो व्रत हो पूजा नगर्नेछौँ लागि पहिला हामी तल पूजा गर्छौँ अनि माथि जान्छौँ मैले यहाँ ढोका चाहिँ लगाएँ अब यहाँ चलाउँछु म डुङ 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 मलाई चलाउन चाहिँ आउँदैन होइन तै पनि हल्का यस्तो रमाइलो हेर न हेर गाइजहरू बाई गाइज हामी चाहिँ यहाँ जङ्गल जस्तो ठाउँमा आइसकेका छौँ हामी चाहिँ यहाँ आइसक्यौँ तर यहाँ हामीलाई ठाउँ चाहिँ अलिकति नाम चाहिँ थाहा भएन अनि यहाँ चाहिँ यस्तो घरै छ है यहाँ चाहिँ यस्तो छ हामी चाहिँ एकछिन विश्रामको लागि झऱ्यौँ यहाँ गाडी यहीँ छ मम्मी यहाँ हुनुहुन्छ छोरी चाहिँ यहाँ दिदी हुनुहुन्छ भिनाजु हुनुहुन्छ यस्तो छ यहाँ है हेर न यस्तो छ है कति धुलो आयो सो गाइज अनि हामी चाहिँ यहीँ बिच बाटोमा झऱ्यौँ होइन किन झऱ्यौँ भन्दाखेरि यहाँ एउटा मन्दिर रहेछ अनि मम्मीलाई मन्दिर जान मन लागेको छ भन्दा चाहिँ अनि झऱ्यौँ झन् त तर कहाँ हो हिँडेछ मम्मीहरू त आउँदै हुनुहुन्छ म चाहिँ अगाडि गएर सोधखोज गरेर अनि के अरे एउटा अङ्कललाई सोधेँ मैले भर्खरै यहाँ अनि अलिकति माथि छ जानु भने अब हामी चाहिँ जान्छौँ मम्मीहरू आउनुहुन्छ म एकछिन चाहिँ यहीँ बसेर कुर्छु अनि हामी सबैजना सँगै जान्छौँ है त हामी चाहिँ आयौँ यहाँ चाहिँ सानो मन्दिर छ यहाँ हो चाहिँ हामी जाम यहाँबाट होइन यहाँ चाहिँ अलिक हिलो हिलो रहेछ त्यही पनि ठिक छ अनि प्रणाम हुनुहुन्छ नन्दी बाबा हुनुहुन्छ यहाँ शिवजी हुनुहुन्छ जय श्री प्रणाम यता चाहिँ नाग मन्दिर पनि हुँदो रहेछ अनि उता माथि कस्तो राम्रो लाग्यो मलाई चाहिँ यही यो राजी अनि त्यसपछि यता पनि हुनुहुन्छ उहाँ हो यता पूजा गर्नुहुँदो रहेछ तर हामीलाई थाहा भएन के को अनि यहाँ माथिबाट चाहिँ पानी बगिरहेछ उहाँ हो यहाँबाट चाहिँ टक्क मन्दिरभित्र छिने रहेछ दिदी पूजा गर्न आउँदै हुनुहुन्छ हामी खासा जान्छौँ थोरै थोरै देखा नि त्यही हो अब हामी यत्रो घुमेर कता कताबाट जानुपर्छ यस्तो छ अनि बल्ल त यहाँ डाँडा पाखातिर ए कति हल्ले गाइज हामी चाहिँ रामन होइन बुद्ध भगवान हो कड़ी मेहनत के बाद हम लोग यहाँ पर आ गए हैं।
यस्तो भएपछि हामी चाहिँ आइपुग्यौँ यस्तो भयो गाडी बाटो कस्तो थियो तपाईँहरूले अनुभव गर्न सक्नुहुन्छ यहाँ गाडी लिएर कस्तो लाग्यो यहाँ आइपुग्दा स्वर्ग हेर्ने हो स्वर्ग लु भने जस्तै हो देखाउनु बाइक छ यहाँ मलाई पनि कस्तो लाग्यो एकदम रमाइलो गाह्रो भयो कि सजिलाले आयो एकदम सजिलो भयो हामीलाई हेलो चली गाइज अनि म चाहिँ तलबाट बनाइरहेको छु माथिबाट बनाउनलाई त्यहाँ अँध्यारो देखिरहेको थियो अनि त्यही भएर होइन अब हामी चाहिँ यहाँ हिमाल हेर्न जान्छौँ कति धेरै गाह्रो धेरै दुःख कष्ट गरेपछि हामी आइपुग्यौँ 5 ठाउँ 6-7 ठाउँमा त हामी त हिँडी आएको गाह्रो भएर अलिअलि मम्मी ल ल ल ल टल्के खा फाइनली हामी आयौँ होइन मैले अघि नै भनिसकेँ फेरि भन्दैछु अनि यस्तै गाह्रो तर गाह्रो मान्नु भएन नि त अब यस्तो सुन्दर ठाउँमा आउनलाई होइन अनि तपाईँहरूलाई यहाँ पुलचोकीको डाँडा पनि अहिले म देखाउँछु यहाँबाट टक्क देख्दो रहेछ होइन आऊ यहाँबाट देखिरह नि त्यो चाहिँ पुलचोकीको डाँडा हो होइन अनि त्यहाँ हिमाल देखिरहेको छ उहाँ मस्त देखिरह उहाँ अयो अनि यहाँ हुनुहुन्छ उहाँ हो खासमा हामी हेर्न आएको चाहिँ यही हो होइन उहाँ अलिकति गाह्रो भयो त्यही पनि केही छैन ठिक छ यस्तो हुनुहुन्छ गाइस यहाँ दिदीहरू चाहिँ त्यहाँ घुमाउनु जानुपर्छ घुमाउनुपर्छ भनेर यहाँ चाहिँ यस्तो हुन्छ है कस्तो मस्त मलाई त खुब मन पर्यो बच्चा मन पर्यो हो कलसोल माइसालाई मन पर्यो कैसालाई मन पर्यो हो ल त्यहाँ आऊ कस्तो राम्रो यहाँ आर्टहरू जस्तो उ पनि छ यहाँ है त्यो पछाडिपट्टिको भयो यहाँ मयूरहरू पनि रहेछ यस्तोहरू सबै छ गाइज अनि मलाई चाहिँ एकदम राम्रो लाग्यो होइन यति धेरै दुःख कष्ट गरेर आएपछि यति पनि राम्रो नभएको भए त ए भगवान् तर एकदम राम्रो रहेछ मलाई चाहिँ खुब मन पर्यो यहाँबाट त झन् सब पहाडहरू पनि देख्दो रहेछ फेरि मलाई पहाड भनेपछि खुब मनपर्छ है अनि पहाडहरू पनि देखिँदो रहेछ अनि के अरे त्यो हिमालहरू अनि यता भयो नि त रमाइलो हावा सर आहा कति रमाइलो छ तपाईँहरू पनि एकचोटि चाहिँ पक्कै आउनु होला तर सानो गाडी लिएर चाहिँ नआउनु होला होइन आउनु मन लाग्यो भने बाइक लिएर या बरु ठुलो बस सोमोहरू चाहिँ ठिक छ होइन सानो कार लिएर चाहिँ नआउनु होला मैले तपाईँहरूलाई पहिल्यै भनिदिएको छु होइन तपाईँहरू के गर्ने आउन चाहनुहुन्छ मन छ भने चाहिँ बरु बाइकमा आउनु सजिलो होला कार चाहिँ नाभा भन्न त्यो हिमालहरू देखिन्छ मस्त भयो अब चाहिँ हामी माथि एकछिन चाहिँ अलि राम्रोसित एकछिन चाहिँ घुम्छौँ अनि हामी चाहिँ अहिले गुप्तेश्वर हो कि खोइ कहाँ हो जानलाई होइन तर 7 मिनट लाग्छ अरे अनि 2-4 मिनट त भइसक्यो होला अब पुग्ने बेला हुन्छ क्या अलि तल अनि मम्मीहरू यहाँ अगाडि हिँडिरहनु भएको अब केही छैन केही पाउनको लागि केही गुमाउनु पर्छ भने जस्तै रमाइलो मात्र खोजेर भएन नि त रमाइलो पाउनलाई अलिकति दुःख कष्ट हान्नु पर्यो नि होइन अगाडि हुन्छ म यहाँ छु जाउँ पुजारी दाजु पनि हुनुहुन्छ अगाडि क्वेसन भयो हामीलाई गाइड गर्दै हुनुहुन्छ हाम्रो गाइडर जस्तै होइन अनि हामी चाहिँ अब यहाँ गुम्बाभित्र छिर्न आयो हजुर छैन नि बोतलै मम्मी आउनु भएन है मम्मी चाहिँ ध्यान गर्दै हुनुहुन्छ
यस्तो छ यहाँ गयम हजुर ए भगवान जानुपर्छ हामी यताबाट फर्किनु अन्त ठाउँ छैन यस्तो चढेर जानुपर्छ यहीँ सर्दीलाई गाह्रो पर्छ झन् त्यो माथि मोटी हुनुहुन्छ हजुर दिदी सक्नु हुँदैन एउटा साथीमा चाहिँ यता चढ जानुपर्छ यसरी चढी जानुपर्छ भने यति हामी आयौँ बल्ल बल्ल कति गाह्रो भयो मलाई टाउको 3 चोटि ठोक्यो मम चाहिँ पस्किँदै हुनुहुन्छ हाम्रो चाहिँ अब प्रसाद खाजा जे भने नि खाने बेला हुँदैछ अब घरबाट बनाएर लिएर हजुर विनाश तपाईँलाई तपाईँ भन्नु न कस्तो लाग्यो छोरी तिमीलाई ब्युटिफुल लाग्यो ल अब छोरी पनि अब गाडी चलाउनु भइसक्यो गाइज अनि अब चाहिँ हामी घर फर्किनु लाग्यो हामीले चाहिँ खाजा खायौँ फोटोसोटो खिच्यौँ टिकटक बनायौँ भिडियो बनायौँ अनि रमाइलो भयो अनि थ्याङ्क यू सो मच यहाँसम्म हाम्रो थ्याङ्क यू सो मच यहाँसम्म भिडियो हेरिदिनु भएकोमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर नभुल्नु होला सो गाइज यता हेर्नु है गाइज कस्तो लाग्यो फेरि हामी केही गरी केही भयो भने हामी फेरि आउनेछौँ तर हामी यसरी कार बोकेर चाहिँ आउँदैनौँ होइन गाइज हामीलाई धेरै अलिकति दुःख कष्ट भयो तर रमाइलो पनि भयो सो ठिक छ अब भिनाजुलाई पनि सोध्छु तर भिनाजु गरेर रिप्लाई चाहिँ आउँदैन ल गाइज लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला सी यू इन द नेक्स्ट भिडियो